मेरो यहाँ छ लगेजहरू अनि सबै लगेजहरू यहाँ छ अनि उता छ बाबा बहिनी दुईवटा बहिनीहरू म कहाँ जान लागेको भन्नु होला भन्दाखेरि कहाँ जान लागेको गेस गर्नु त एकचोटि तपाईँहरूले भनेको मिल्छ कि मिल्दैन म यहाँ पेट्रोल पम्पमा बसहरू लोड गरिरहेको छु है आएकै छैन सो त्यही भएर म कहाँ जान लाग्यो तपाईँहरूलाई पछि थाहा हुन्छ ल अघि घरबाट निस्किँदाखेरि मम्मी अनि त्यस पछाडि दिदीहरू आन्टीहरू सबै नर्भस हुनुभएको थियो किनकि म यस्तो आफ्टर यस्तो धेरै लङ टाइम घरबाट निस्केको थिएन नि त निस्केर हिँडेको थिएन नि त सो त्यही भएर अनि घरबाट कहिले पनि बाहिर निस्केको थिएन त्यही भएर अहिले चाहिँ अब यो पालि चाहिँ 20-25 दिन नै हुन्छु होला म घरबाट बाहिर त्यही भएर सबैजना नर्भस हुनुभएको थियो टेन्सन लिनुभएको थियो अनि दिदी त रुनु पनि भएको थियो तपाईँहरूले अहिले भिडियो देख्नुभयो होला होइन त्यही भएर म जाँदैछु कहाँ जान्छु के गर्छु कसरी यो समयहरू बिताउँछु तपाईँहरूलाई अपडेट दिइराख्छु ल बाई बाई है त ल बाई बाई है त त्यहाँ छ तिनीहरू त्यहाँ छ मलाई नै पुऱ्याउन आएको लगेज थियो नि त यहाँ किनकि 15-20 दिन बसेपछि त त्यहाँ के हो कपडाहरू चाहिन्छ नि त कपडाहरू चाहिने भएर चाहिँ अनि ठ्याक्क मैले धेरै लुगा हालेको थिएँ सो अनि तिनीहरू त्यहाँ छ त्यही हेर्नु न अनि मैले जहाँ नभनेसम्म म यहाँ गाडीमा नचढेसम्म उनीहरू नगएको ल अन्त जाके म गाडीमा नचढेसम्म उनीहरू नगएको के हेर्नु न ल मान्दैन अनि के गर्नु अब म गाडीमा चढ्छु नि बल्ल उनीहरू जान्छ है बस्दा हाम्रो चाहिँ गाडी आएर 1 घन्टा वेट गरेँ कति अघि 2 बजेदेखि त 2 बजेदेखि वेट गरेको यहाँ 3-3:30 भएर 4 बज्नु लागिसक्यो कति बजेछ अनि उनीहरूलाई भोक लाग्यो अरे मलाई पुऱ्याउन आएको नि त अनि अघि जाँदै गएन क्या किनकि गाडी नआएपछि अघि जाँदै गएन अनि भोक लाग्यो अरे अनि यहाँ चटपटे खाना ल्याइदिएको अनि यसो म चाहिँ यहाँ छु अनि हावा हुरीले र धुलोले सबै यो कपालहरू सबै ड्राई र अनि कपालमा पनि सबै त्यो बसिसक्यो फोहोरहरू केही छैन किनकि 2 घन्टा लागिसक्यो अब म अहिलेदेखि आएको हो 2 बजीदेखि आएको 3-3:30 भइसक्यो ल अनि कति उभियो होला भन्नु त तपाईँहरू म चाहिँ गाडी चढिसकेँ भर्खरै अनि हाम्रो टिम हुनुहुन्छ यहाँ हाम्रो दाई हुनुहुन्छ हेलो दाई अनि हाम्रो यता कमल दाई हुनुहुन्छ यता हेरेर भन्नु न तपाईँले हेलो हेलो भनेकै देखाएको छैन यता हेर्नु त बिबिका दिजु चक्लेट जस्तै देख्नुहुन्छ तपाईँले त्यो मुखमा यस्तो गर्दा चाहिँ अनि हामी फाइनली म 1 घन्टा कुरेपछि बल्ल गाडी आयो अनि त्यसरी म जान लागेको छु अहिले हामी ठ्याक्कै जोरपाटी पुग्यौँ है साथीहरू अनि हाम्रो के भन्ने ड्राइभर दाइले कस्तो कमेडी गर्नुहुन्छ किनभने मान्छे बङ्गो लिएर आउनु पऱ्यो आमाले भन्नु जोरपाटी हामी भनेपछि बौद्ध पुग्न लाग्यौँ है बौद्ध पुग्न लाग्यो साथीहरू अहिले वसुन्धरा पुग्यौँ फाइनली अनि त्यता चाहिँ रमाइलो हुँदैछ गफ दाइ दिदीहरू आमाहरू लाएर बसिरहेको छु अब घर आउने भनेको 15-20 दिनपछि मात्र हो साथीहरू साथ हेरेको छु कस्तो बोका हामी फाइनली कहाँ पुग्छ चेकपोस्ट है अनि यहाँ हुनुहुन्छ हाम्रो दाई अनि यहाँ बाटो बनाउँदै रहेछ हेर्नु न यहाँ म फाइनली हामी यहाँ चेकपोस्ट भन्ने ठाउँमा आइपुग्यौँ अब हामी टोइलेट जान्छौँ होइन अनि हेर्नु न यहाँ नुवाकोट अन्त यहाँको भ्यू हेर्नु न ठिक छ होइन त हामी पुग्न लाग्यौँ बाटोमै छौँ है टोइलेट कस्तो राम्रो छ हेर्नु न आम्मा टाइप अफ है मनी जाने हो
मलाई नि हल्का सुसुत आइरहेको थियो म अस्ति न ऊ त्यहाँ माथिबाट हिँडेर आएको क्या त्यहाँ माथिबाट दाइ थाहा छ तपाईँलाई अस्ति न भिडियो बनाउन आउँदा टोखाबाट हिँडेर आएको यहाँ हाम्रो दाइ हुनुहुन्छ हेलो दाइ यता हेर्नु न ए कसले लगाइदिनु भयो ए सन्चै हुनुहुन्छ आमा यता हेर्नु त एकचोटि हाम्रो आमालाई भेटेर आज एकदम खुसी लाग्यो आमा रमाइलो भइरहेको छ है हस् ल फाइनली हामी चिया खाने ठाउँमा भोक लाग्यो सो त्यही भएर म झन्डै लडेँ त्यहाँ त्यतिकै घरमा सिधा हिँडेको थिएँ कतिको जाडो भइरहेको तपाईँलाई हजुर भाइ तपाईँलाई कतिको जाडो भइरहेको मलाई त खासै भएको छैन खासै जाडो होइन मैले त्यहाँ ज्याकेट लगाएँ नि दाइले त केही लाउनु म त राजनीतिको मायाले गर्दा पनि मलाई चिसो हेर्नु न नाइट भ्यू साथीहरू हेर्नु हाम्रो इन्टायर टिम दाइहरू हेर्नुहुन्छ मेन हेर्दै हुनुहुन्छ हाम्रो मनिष सरले के रहेछ यसो कति हँसाउनु भएको कस्तो आनन्द छ हाम्रो दिदीलाई आमा खोइ अर्को ए उता हुनुहुँदो रहेछ अर्को दाइ कस्तो मोबाइल देखिरहेको ओए बवाल खाएपछि होइन चिकन नै खाइदिनु हो क्या खाएपछि यता टिप्दै हुनुहुन्छ क्लियरली भनिदिउँ न कन्फ्युज भयो दुईटा यो चाहिँ हजुरलाई नै आयो कता हुनुहुन्छ आमा चाहिँ बिचरा खुट्टा दुख्यो अरे लिनु न भयो सबैजनालाई ल अब हामी चिया पिउँछौँ चाय यहाँ त पुरै आम्मामा सेकुवाको धुवा मेरो पनि चार्जर निकाल्नु पर्यो हो मजाले बोलिरहनु भएको छ है हेर्नु सेकुवा म देखाउँछु तपाईँहरूलाई यस्तो दामी तरिकाले क्या हो हामीले खाजा खाइसक्यौँ खाजा खाएर झोलमामा खायौँ त्यो देखाउन पाएन किनकि मेरो फोनमा चार्ज थिएन चार्ज हालेँ मैले दाइ टन्न हुनुभयो भयो अबै कस्तो कालो त्यो क्यामेरा अब खाजा टन्न भयो नि होइन सबलाई अनि अब हामी गाडीतर्फ लाग्दैछौँ किनकि खाजा खाएको चाहिँ गरेन ल ल म जान्छु खोइ गाइज हामी फाइनली आइपुग्यौँ हामी बस्ने होटल यस्तो छ है फाइनली कस्तो टाउको दुख्यो घुमायो यार मलाई त कस्तो धेरै हेलो भनिदिनु तपाईँ धेरै हाँस्नु भयो गाडीमा थाहा छ ल गाइज अब यहीँसम्म थ्याङ्क फर वाचिङ गाइज फाइनली आइदिन्छु हामी आइपुग्यौँ हामी बस्ने होटलमा अब कस्तो यता हेर्दा एकछिन है ल साथीहरू फाइनली रुममा पनि आइपुग्यो यस्तो छ यो रुम चाहिँ यो अब एउटा बेड यो भयो एउटा बेड त्यो भयो त्यो वासरुम भयो होइन यहाँ छु म चप्पल चाहियो यार मलाई यहाँ छ ब्यागहरू हामीले यहाँ राख्यौँ होइन चार्ज गर्ने ठाउँ यहाँ रहेछ चप्पल टावलहरू काम लाग्छ चप्पल
धन्न मैले घरबाट चप्पल ल्याउनु बिर्सेको थिएँ। यहाँ रहेछ यार चप्पल। खानासाना खाएर अब सुत्न। हजुर यहीँको हो दाइ, मैले ल्याउनु बिर्सेछु कि। अर्को 2 जोर मात्र रहेछ, यो हजुरलाई ठिक हुँदैन। सो साथीहरू त्यही हो आजको भ्लग के कस्तो लाग्यो सबैजनाले भनिदिनु होला। लाइक कमेन्ट के भइरहेछ कपालहरू फेरि बिग्रियो होला है। सो साथीहरू त्यही हो आजको भ्लग के कस्तो भयो तपाईँहरू लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला साथीहरू है। ल आजको भ्लग यहीँसम्म। म एकदम थाक्या पनि छु, अब फ्रेस भएर सुत्नुपर्छ। अनि भोलिदेखि बिहानदेखि नै सुत्छ। आजको भ्लग यहीँसम्म। ल बाई बाई साथी, थ्याङ्क फर वाचिङ।